डर भनेको त्यो फिल भइरहेछ क्या आँखामा हुन्छ आँखामा ठ्याक्कै पर्ने रहेछ कि हल्का ग्रिपले नबोली हल्का ग्रिपले रहन्छ कता गयो तिमी अघि खोटे अडेन क्या यहाँ त छ दुईटा हातको पावर ओएमजी दाजु यस यस दाजु यस कस्तो मेरो यस्तो ढुढु भयो अब फर्किने कसरी हेर्नु कति डर लाग्छ हो तपाईँलाई डर लाग्छ छैन हेर्नु ला यार साँच्चै यार कसरी झर्ने हेर्नु फेरि मान्छे त आउनु त आइरहन्छ यहाँ त त्यति दाजु त्यहाँ जम्प गर्ने होला भाइ दाजु हुन त मान्छेहरूले गरिरहेको काम हो तर नि कस्तो डर लाग्ने क्या हाइटदेखि पनि मलाई थोरै डर लाग्छ नि त फेरि अझै मलाई डर लाग्छ नि तर आज चाहिँ खै कसरी झर्यो कस्तो भयो दाजु अनुभव भनेर मलाई यहाँ आउँदाखेरि त्यो छ नि ऊ त्यहाँनिर त्यो खुट्टा अडिएन क्या मेरो स्लिप हुला जस्तो गरेँ क्या यहाँ खुट्टै अडेन क्या यहाँ आउने बेलामा यस्तो चिङ्गो भयो क्या भाइ म त त्यहाँदेखि आउने बेलामा त्यो बिचको ग्यापमा स्वाट्टै आँखा गएछ यस्तो चिङ्गो त कसरी झर्ने भन ल कामी रहेछ दाजु हल्का खुट्टा मेरो अझै त हो नि ठाउँ हेरेर यहाँनिर थर्छ झर्ने यताबाट झऱ्यो भने नि केही हुँदैन नि त झरिहाल्दा नि अप्ठ्यारो छ नि दाजु गाह्रो छ जम्प गर्नु पर्यो है जम्प गर्नु के गर्नु दाजु उताबाट त केही उताबाट त खस्यो अन्त सक्यो नि त्यो त मान्छे तर त्यहाँदेखि फर्किन्छ त कसरी फर्किँदा चाहिँ फर्केर पहिलो रेकर्डै राख्नुपर्छ क्या कोही आएको फर्किन्छ तर फर्किन्छ होला मान्छेहरू फर्किन्छ तर कसरी हो कि त्यो बिचमा पुगेर अवर पर्नु हुँदैन हेर्नु ल सट्टै पछाडि सरेर त्यहाँसम्म त गइन्छ कि अनि यहाँ पुगेपछि त्यो समात्ने ठाउँ हुँदैन अनि पछाडि त ग्रिप छैन नि त त्यहाँनिर त खुट्टाले त टेक्ला पछाडि ग्रिप छैन नि अगाडिबाट यसरी अगाडिबाट प्रेस गरेर पछाडि गर्ने उतापट्टि कन्ट्रोल हुँदैन जुत्ता चाहिँ माथि छोडिएछ कि दाजु हामी जाँदाखेरि गयो भने उतै फर्केर गयो भने चाहिँ उतै फर्केर जाने कहाँ त्यहाँ पुगेपछि रिङ्गाट चल्छ दाजु बिचमा हेट म त आउनु त आयो कि तर जुत्ता यता फाल्दै हामी यताबाट जम्प गर्छौँ यार त्यहीँ त केही हुँदैन त्यहीँ त झरिहाल्दा नि खुट्टा मात्रै भाँचिन्छ मरिँदैन यहाँ चेपबाट झऱ्यो भने त यहाँ सर्ट छ होला कि मेरो अब यहीँबाट पनि कस्तो डेन्जर छ त्यहाँबाट त साँच्ची दाजु हात छोडिन्थेछ क्या हो हामी त हात छोडिन्थेछ भाइ कहाँ टेक्ने ठाउँ नदेखिने रहेछ नि त यता अनि हो दाजु बिस्तार ए उता हो त ठिक छ हजुर त्यति गर्न सकिँदैन क्या हो दाजु गाह्रो हुने रहेछ भाइ
खुट्टा थाहा ए नभेट्ने परोस् ल त यस्तो खुट्टा होइन यताबाट त फर्केर उता जाउँ भन्नु त नमिल्ने रहेछ नि त भाइ हो दाजु ल होइन यहाँबाट सिधै जाउँ भन्छु बरु अलिक यस्तो गरेर हजुर लामो सास लिएर यहाँ टेकेर खुट्टा तल गरेर त्यो झर्ने बेलामा खुट्टा यस्तो गर्नु ल यस्तो फोल्ड गर्नु ल भनेको हल्का गर्ने फोल्ड गर्ने यस्तो गरेर चाहिँ अब त उपाय छैन नझरेको यस दाजु अब म कसरी त अब म चाहिँ अघि त्यहाँबाट झरिसकेँ अब भाइको पालो छ तर उताबाट चाहिँ हामी झर्नु केही गरे नि नसकेर यताबाट चाहिँ झरिहाल्दाखेरि पनि लडिहाल्दाखेरि पनि मुनि सम्म भएको भएर चाहिँ हामी यताबाट आधीसम्म अलिकति गरेर जम्प गर्ने भएर चाहिँ हामी यता आएको उतापट्टि चाहिँ त्यो केही कथम झरिहाल्दाखेरि चाहिँ तल तल कहाँ खसिन्छ मिस्टेक भएर त्यही भएर त्यहाँ टेकिसकेपछि सपोर्ट पुरै त्यो राइटहरूले यतापट्टिको जिउ कति निकै अग्लो होइन दाजु ठिकै छ खासै त्यस्तो अग्लो होइन अग्लो त अग्लै हो तर ठिकै हो धेरै अग्लो होइन यहाँ तल छ अनि के भन ल बधाई छ कति देखिँदैन नि फेरि अब अग्लो छ नि अब कहाँ यति राम्रो बस्ने ठाउँ बनाएर यो यस्तो बिजोग बनाएको छ यो ठाउँ भित्ताभरि भल्गर भल्गर वर्डहरू लेखेर फोहोर मैला गरेर यो फोहोर गरेपछि सरसफाइ पनि छैन यस्तो राम्रो राम्रो दुईवटा सेपरेट रुमहरू भएको ठाउँ थियो पहिला झ्याल ढोका भत्काएर टोयलेट भत्काइदिएर छिट्टै त्योभन्दा मिठो के खायो त अनि भनेर आम भाइ कस्तो डर लाग्दो भिडियो हेर न डर लाग्दैछ है कस्तो डर लाग्दो कस्तो न्यानो गरेर हाम्रो निकाल्नु पर्छ क्या ओर्ने छ नि निकाल्नु खानेकुरा छ नि अझै तिमी पो त हिजो बेलुका रमाइलो नगरिकन सुत्ने मान्छे त सबै के छ चाहिँ कि होइन म रमाइलो गर्थेँ कस्तो निन्द्रा लागेर आमा हो आगोमा होइन लड्नु खोजेर तातो भएर होइन कसो गरेर नि भित्र तान्दै आएर भक्कै लडेको भइसक्यो यो चाहिँ भोलिलाई भनेको होइन अघि तता भान्जा भन्यो अघि मिठो हुन्छ के भित्र पाकेपछि मिठो हुन्छ यस्तो भिजेर पुरै ढाडेको दाजु यहीँ अलिक चिसो सेलाएछ कि भात अब तताउनु लागेको भाइ चामल त कालो देखिरह होला नि हजुर चामल त कालो देखिरह होला छैन कफी र भात खायो भाइ छुरी पनि राखेर त्यही त सोकिन मान्छेको चालै बेग्लन होइन छुरी गाडेर कफी र भात ए ल हेलो काका एकदम खाना बनाउनुको धेरै धन्यवाद खाना त बनायो तर भात चाहिँ सन्दीप भाइले पकाएको अरे आज तरकारी चाहिँ कुसो भएकोले भात त पानीसँग खान्छ ठिक हुन्थ्यो होला ए होइन रहेछ पर गाड्ने खेल्नु छ अहिले उयसमा गाड्ने विशाल यहाँ पर चाहिँ गाडी अनि के दिने यहाँबाट गाडी 5 ताल उठबस गर्छु हो कसम साँच्ची लु कसम दाइ त भिडियो तयारी गर्दा मलाई खेल रमाइलो दाजु जतासुकै गाडीलाई बनाएको छु यसो टाइम पास कहिलेको दसैँमा दिने दाजु चाहिँ हजुर यो चाहिँ कहिलेको दसैँमा दिने यो आउने दसैँमा चाहिँ अब उहिले हामी मसिनोमा त्यसो भने खेल्थ्यो क्या भाइ यो एकादशी खर्च दिने हो दसैँमा दिने भन्दै खेल्थ्यो क्या
दसैँ चाहिँ अब एकादशीमा दिने नि त ल दाइ खाता कपी दाइ मार्का लगेको ल्याउनु त ल टिप्पणी हाल्नु कतिवटा भयो भन्न है यो त मरि पो राख्छ काकाले के हो कोइला चाहिँ अभार नट्नुभयो क्या फेरि कोइला होइन यो आग लागि मात्रै भनेर बनाइदिनु होला माल माल हामी चाहिँ यहाँबाट फेरि अर्को ठाउँ सर्ने भनेर जानको लागि तयारी गर्दैछौँ सामानहरू प्याक गरेर 2-4 शब्द हान्थ्यो त भाइ यस विषयमा अरे हामी चाहिँ अब यसो होइन तल जाने आज कहाँ जाने कहाँ भन्दा यसो डिटेलहरू बताइदिनु जान्छौँ अलि तल भेगतिर है त अनि अहिले चाहिँ हामी यसो अब ब्याग स्याग मिलाएर अनि एक चरण एक चुट्के नाचगान लाएर चाहिँ यहाँदेखि जान्छौँ कि कसो हो नानी कस्तो आएको अघि आएको दाइ मात्रै हुँदै एक पिस चाहिँ म खान्छु र दामी रहेछ यो चाहिँ यो चाहिँ हिजो उप्रेको सेको हो यो चाहिँ हिजो बेलुका नपोलेको आज नपोलेको टेस्ट गर्नु हो त्यो चाहिँ एउटा टेस्टी छ बिचको हो नि त हो यो के हस् धन्यवाद उता तान्न त ए आफै सुनिने रहेछ नि यो चाहिँ पाएको छैन के हो काका अनि सिएममी यार पाकेर यस्तो हो दामी भएको छ हमे तैँले चाहिँ के हालेर खाएको देखा त देखा टोमेटो केचप भनेर टोमेटोको सिटा अम्लिसोको सिटा यो अम्लिसोको सिटा यो सुन्तलाको बोक्रा मेरो नाम डोक्रा हाम्रो फोन सुन्तलाको बोक्रा मेरो नाम डोक्रा हेलो टोली हो हामी चाहिँ यहाँबाट अब बसाइ सर्दैछौँ कुन ठाउँ बसाइ सर्दै गऱ्यो भाइ हामी अब थोरै भनिदेऊ न अलिकति त्यहाँदेखि अलिक यतापट्टि साइडमा तल माइमा झकै एरियामा त्यो धप्परदेखि अलिक मासतिर सम्म ठाउँ छ त्यहाँ गएर बस्ने हो सम्म ठाउँ छ त्यहाँसम्म ठाउँ छ यहाँ चाहिँ हामीले हिजो आगो सागो बालेको सबै मारेको होइन अब मारै चाहिँ अर्कै तरिकाले हुन्छ पानीबाट होइन ग्लुकोज पानीले आगो मारेछ नि त पुरै यहाँ पनि त उयो पुर्नु त सबै पुरिसकेको छ तर पनि भित्र अलि यो ढुङ्गाको बाफ मात्रै हो भाइ ढुङ्गा त तातो छ नि त होइन अलिक भारी हल्नु पाउँदो रहेछ भन्दै पुरै फेरि यो चाहिँ आगो मार्ने अर्को तरिका हो पानी छैन त्यही भएर होइन आगो त मरिसकेछ त्यो माटोले सबै विधि गरेको
कसको मग डढेको के त यसले रक्सी तताएर डढेको हेर नि बाबा होइन हो अनि अन्तिममा सुप पनि पकाएको होइन यसमा सुप पकायो तातो पानी उमालेर ए भाइले रक्सी यसमा तताएको थियो कि होइन अर्कोमा तताएको ए म त कहाँ नि त खाएको बनाएको होइन ठिकै छ नि त एउटा भ्यानिस र स्टिल जुट किनिदिन्छु नि त अब म माथिबाट पठाइदिन्छु यति दुःखै लाग्छ नि साथीको लागि केही गर्न सकिन्न नै भने तर म यो ज्यानै फालिदिन्छु क्या तर टिपेर चाहिँ ल्याउनु पर्यो सकिन्न गर्न केही सकिन्न नै भने आमा मलाई छोडिदियो त्यो टिकटकमा त्यस्तो कसले भन्यो मेरो मुटु ढुङ्गाको र भनेर ए होइन भाइ जाँड खानेमा जाँड खाएको बेला मैले भनेको गल्ती भएर भन्नु जाँड पाउँछ होला नि त कि मगा न तल बहिदिएकोबाट होइन त्यो सूर्यघाटीबाट 2 बोरा चामल सूर्यघाट त मदन होला भाइ 2 बोरा चामल अनि 4 कार्टन तेल बियर एको बियर रुस्तान 3 बोरा अनि त्यति भए त झिल्ली होइन रातभरि आँखा उनीहरू भनिन्थ्यो म चाहिँ साला त्यो के अरे त्यो कार्टुनको मन त्यस्तै लाग्यो एनिमेसन मुभी जस्तो त्यो क्या हो त्यो चिजको मान्छे हुनु 4-5 थियो ए अनि है कस्तो साइन दिएको हिउँ पर झापा चाहिँ को जानुभएको छ 2 जना होइन ऊ मात्रै भाउजू चाहिँ कहाँ जानु आज आइपुग्छ 2 जना त्यही त उहिले सर्ने भन्ने कुरा थियो नि त होइन कति वर्ष कोही छैन छैन माथि एउटा गोठ छ त्यति राईको रुपा फुकदेखि उता तल
त्यहाँ तल ए यो नेत्र काका त नेत्र काकै गोठा नि हो नि भइगयो त त्यति हामी त्यही त काका यहाँ सर्ने कुरा गर्नुहुन्थ्यो नि उहिले नै नम्बर त छ तर फोन अफ कसको मेरो नम्बर पाउँदैन हेर्नु ए फोनै स्विच अफ बत्ती यहाँ आएको छैन नि ओहो म त बत्ती सत्य आइपुगेको जस्तो लागिरहेको थियो यहाँ त बत्ती आउने छैन के चाहिँ छैन कुकुर पहिला थियो नि माथि एउटा पहिला त्यो सेन्डु सेन्डुई के भने एउटा कुकुर थियो त पहिला एउटा थियो नि हो त्यो मर्यो ए कतिवटा छ गाई 42 5 एकछिन आउँदो रहेछ दाजु एकछिन त आउँदो रहेछ यस्तो फोनबाट भयो नि ब्याट्री चिसोले गइरहेको छ मेरो भयो अरे भाइ भालु त्यस्तो भएको मान्छे कति नम्बरमा अरे भाइ मान्छे कता अरेको मान्छे हान्यो नि ल्याप्लुप बनायो नि कस्तो ए हस्पिटल लगेछ भने दुइटा साँच्ची टिएमसी ल्याइपुरा के कस्तो बाँच्यो दुइटा कि दुईटा बाटो ए के गर्दा यस्तो मुक्तिमा झन्डै भेटा छ के गर्दा कहाँ हानेको रहेछ भाइ ए दाजु दाजु ओह्रालो कुत्ला जस्तो भइसक्यो ए उति गर्छ नि ए त्यस्तो है भाइ ओडालभित्र हेर्नु जाँदाखेरि ए ओडारमा हेर्नु गएछ अनि ओडारमा फर्केले बेलुका सर गाडी घुम्न लाग्यो ए ए ओडारमा हेर्नु गयो भने त अनि दिइहाल्छ नि अनि अनि भालु यहाँबाट गएछ है भने भालु त के रहेछ नि के घुमेर रहेछ भालु ए त्यहाँ चित्रेको एउटा चाहिँ पिछाडि घाँस चढेको अर्कोले पछाडिबाट काट्दै एउटाको हानेर जाँदै जाँदै दुइटाले के भालु काटेको अर्को चाहिँ पछाडिबाट एउटाले चाहिँ हानेर मर्दा नकाटेर नि कहाँ भालु काटिन्छ त नि भुकभुक उफ्रियो रे कुक्रिन ठुलो बुझ्यो फक्को फकाएर उफ्रे उफ्रे गरेर त्यसलाई फर्केर त्यहाँ मेसमा नि कुन चाहिँलाई चाहिँ धेरै खतरा गरेछ त्यो सुरुमा दल्नेलाई यस्तो मुटुमै भेटाएको क्या ए मुटु झन्डै भेटाएको है भाइले भालु कथा सुनाएर डर लाग्दो बनाएको होइन भाइ माहौल डर लाग्दो हो त नि भाइ भाइहरू थुप्रो मारिदियो है पुरै आउँछ भालु पुरै आउँछ भालु आउँछ नि बेलुका के आउँदैन र कहाँ खायो भाइ गाई भने जस्तो होइन भरे हाम्रो 10वटा है रामेन के भाइ के भाइ म सक्छु सुकाउनु पर्यो सुकाउनु नि दाउरा छन्काउनु सकाउनु ल चुन्क्याएर छन्काउनुपर्छ खुकुरी गाडेको थियो नि पानी कम्ती भयो क्या है दाजु हाम्रो के अरे पल्लो घर ए सागै रहेछ नि त टन्नै साग मुला मटर रोप्नु भएको रहेछ अनेक छ नि खेती तपाईँहरूको मिलेरै हो यो कि होइन यो व्यक्तिगत मेरो यतिकै बगान छ ए लु तरकारी तपाईँहरू चाहिँ चल्छ तपाईँहरू हिउँदो बर्खा यतै हो कि एउटा बर्खा यतिखेर पनि छ है मजाले क्या अनि यहाँनिर गोठ राखेर बस्नु पर्यो भने चाहिँ के गर्नुपर्छ के पुर्याउनु पर्छ विधि हामी बस चाहिँ तपाईँको माताहतको जग्गाहरू हो हाम्रो क्षेत्रीय बुढाहरूको तल प्रधान बुढाहरूको उनीहरूलाई चाहिँ सालमा यसो खर्चहरू तिर्नुपर्छ कति कति तिर्नुहुन्छ तपाईँहरू 5,000 को दर भनेको सालमा 5,000 ए हजुर मटर कस्तो खाँदा पनि छ घाँस सास काटेर टक्कर तपाईँहरूको आम्दामी चाहिँ कति हुन्छ यहाँ वार्षिक आम्दामी यसो जीविका उपार्जन चाहिँ हुन्छ हौ जीविका चलाउने मेला भनेको बेला धुना गाईहरू बेच्दा चाहिँ राम्रै हुन्छ बसेको फाइदै हुन्छ फाइदा फाइदै हुन्छ अर्जा हुँदैन चाउले पताइहाल्छ दुधबाट हजुर त्यसबाटै एक सानो सानो जान परिवार त पाल्न सकिन्छ दुधको भाउ चाहिँ अलिक कम्ती नै रहेछ है यो कोरोनाले गर्दा 50 थियो ए त्यही त पोइन्ट कहाँ बेच्नुहुन्छ तपाईँहरू ऊ पर यमुना बाबुलाई दिन्छ डायरीमा डेरी तपाईँहरू आफैले चाहिँ केही प्रोडक्टहरू बनाउनुहुन्न घिउ सुर्पी जस्तो आफै ए त्यो बनाउँदा हुने हो कि हजुर तर एक्लो भएर मैले चाहिँ ए हजुर नभएको अलिक पछि चाहिँ म आफै मिसिन राख्नुपर्छ होला जस्तो लाग्दैछ तपाईँहरू यहाँनिर सगलमा कतिवटा
गोठ हुनुहुन्छ नजिक नजिक चाहिँ ठ्याक्कै यताउता हारगुहार चल्ने हामी यति अनि तल पुछार गोठ भन्छ रूपा भाउ ए हो वहाँ त त्यहाँदेखि त्यहाँ त्यो उसँग 5 गोठ भनेको यताउता हारगुहार चल्ने यताउता काम यता अर्को गोठ चाहिँ कुन भन्नु ऊ त्यो मटर भएकोपट्टि हो त्यहाँ 2 गोठ छ यो चाहिँ फुल हो यसको त्यो बिचमा ए बिखुमाको बोट चाहिँ यो है यो फुल झरिसक्यो पात ए यसरी पो फुल्छ यो त यो बिखुमा कालो कि सेतो यो सेतो बिखुमा सेतो बिखुमा कालो त एउटा मात्रै फुल्छ होइन माथि अरे त्यो चाहिँ मैले नि साह्रै देखेको छुइनँ त्यो चाहिँ मलाई थाहा छ उहाँहरू पहिला हिमाल जानुभएको नि त कञ्चनजङ्घा ए यस्तो रहेछ यो चाहिँ सेतो बिखुमाको हो यसलाई प्रयोग चाहिँ कसरी गर्नुपर्छ सुकाएर हो कि काँच्चै थोरै मात्रै तितो हुन्छ अति यो त खाना त अझै डङ्गै उब्रियो होला है सन्दीप भाइ कतिको स्वादिलो दामी तर नुन लागेर छ नि केटाहरूले त्यो त पहिला हामी फर्स्ट टाइम आएर त्यो गीतहरू अब्बै नि I couldn't give you a warning, but I felt it all over me. I hope you come where I'm going, babe, my hands are free. Falling so hard, swimming through stars, and maybe that's alright. I'm feeling you every single way. I'm feeling you. Ain't no other way. There was a time I remember breathing air like this, but that was when I was younger. Didn't know what I had, I missed. I'm feeling you every single way. I'm feeling you. Ain't no other way.
छ भाइ कस्तो भयो भन्नु न त यात्रा एकदम बाल बजाइ एकदम रमाइलो होइन सबैसँग जानु पाउँदा खुसी पनि लाग्यो ल ठिक छ धेरै इन्जोय भयो ल ओके नवीन भाइ कस्तो भयो तिमीलाई यात्रा एकदम रमाइलो भयो है रमाइलो भयो यता हाम्रो सबिन भाइ के हेर्दैछ एकदम रमाइलो कास है ससुरा जोडा जुत्तै फाट्ने गरी हिँड्ने हो विदुर भाइ यात्रा कस्तो भयो त एकदम अब लगभग अलि समयको लागि लास्ट रिल्याक्स काकाश्री कस्तो भयो भेरी वन्डरफुल तपाईँ त अस्ति भर्खरै लगभग 3-4 दिन मात्रै हुँदैछ होइन बाहिरदेखि आउनुभएको गाह्रो चाहिँ एकदमै उकालो हिँड्नु गाह्रो भयो ल तपाईँलाई जस काका पनि ठ्याक्कै आइपुग्नु भएछ र हाम्रो ग्रुपमा रमाइलो भयो जोइन ल सन्दीप भाइ के हो भोलाराज के हो भोलाराज के छ तेरो बर्थडेमा चाहिँ गिफ्ट भोलाइ दिनु पर्ला है अनि भन्दैन त ल कस्तो भयो यात्रा तेरो चाहिँ अब यात्राको बारेमा के भन्नु अब तस्विर आफै बोल्छ भने जस्तो क्या त्यो तस्विर हेरेर चाल पाइन्छ नि कस्तो हुन्छ यात्रा के हुन्छ भनेर एकदम साह्रै रमाइलो तस्विर चाहिँ कहाँ हेर्नु पर्यो त तस्विर चाहिँ त्यो पछि चाहिँ त्यो फोटो हेर्नु पऱ्यो क्या त्यो अपलोड गरेको फोटो त्यसमा आफै बोलिहाल्छ नि तस्विर कस्तो भएछ यात्रा भनेर एकदम तर त्यो साँच्चै रमाइलो होला है होइन धेरै 3-4 चोटि जान त गयो यस्तो ट्रेकिङ होइन तर सबैभन्दा रमाइलो पल चाहिँ अब यसै पालिको हो सबै होल टिम छ नि त हाम्रो गाउँकै सबैजना होइन गाउँको सबैजना अनि त्यसरी जाँदाखेरि मात्रै सुत्नेहरू नि छ होइन मग डढाउने चाहिँ को अरे रक्सी तताएर मग डढाउने चाहिँ को अरे ल है त केटा सबैजनालाई बधाई छ है यात्रा राम्रो भएकोमा